के भयो किन झगडाएर बसेसिस मैले अर्को बिहे पनि गरे छैन ल ठिक छ त्यसो म एक काम गर्छु म तँलाई हँसाउँछु यार अलिकति हँसाउनु दिमागको बहुत टेन्सन लाग्छ अस्ति हाम्रो पल्लो घरले साइला दाइ छ नि अस्ति बुढाबुढी अटोमा गइरहेको थिए भाउजू अटोबाट खस्नु दाइ त भाउजूले नउठाइकन हिँड्दै अरे मदनले हिजो बाँदरलाई केरा खेलाइरहेको थियो बाँदरले मदनले एक घाबाट हानिदियो हेलो मेरो बहिनी कस्तै छ दाइ हजुरको ज्वाइँले अर्को बिहा गर्नुभयो हेर बहिनी टेन्सन नलिऊ म अहिले आउँदैछु तिम्रो घर हजुरआमा छोरा छिटो घर आइज तेरो बाबुलाई भुसे कुकुरले लगटिरहेछ कहाँ जानु पर्छ मलाई एकछिन हँसाउनु न म एकछिन हाँस्छु